Welcome to the Ultimate Hide and Seek Challenge. आज हामीले entire stadium lockdown गरेको छ for this epic showdown. आज हामीसँग छ 10 जना प्लेयर्स. प्लेयर जो लियो च्यालेन्ज गेट्स whooping 50,000 rupees. Oh yeah. Nice. प्लेयर्सहरुसँग हुनेछ 90 seconds हाइड गर्नको लागि and your time starts now. Nice guys. यो नेपालकै one of the biggest stadiums जहाँ unlimited ठाउँ छ लुक्नको लागि and hiding possibilities को कुनै कमी छैन. प्लेयर्सहरु हाइड आउट खोजिरहेको छन्. Some spots are easy to find तर कुनै पुरै हिडन छ. अब हेरौँ कसले खोज्छ बेस्ट हाइडिङ स्पट. Okay players, time up. Ready or not, I am coming. But remember, कुनै पनि ठाउँ truly safe छैन जब म हन्टमा हुन्छु. Wait out! Go to man. तेरे खोजम. सुरुमै भेट्यो. त्यसको मजा लिन पर्छ अब हामीले. हेलो. कहाँ छौ? यार म त भेटाएकै सोचिरहेको थिएँ. एकछिन यता पनि हो. अझै नि भेटाएको छैन मलाई. अलमोस्ट 1 मिनट जति बसिसक्यो मैले. कहाँ गयो होला नि ठाउँको ठाउँ. म चाहिँ एकदमै सेफमा छु. तिनीहरू मेरो नजिकै छन्, हिँड्दै आइरहेछन्. अब म आउट हुन्छु कि जस्तो पनि लागिरहेछ. यहाँ पनि छैन. कता यता जाऊँ न. सिट भइसक्यो. 2 घन्टा जति हुन लागिसक्यो. एकजना भेटेछन्. कसरी खोज्ने होला अरू. एउटालाई मैले त्यहाँ देखेँ त्यो तल आउनु लागेको. अब त्यो नाम थाहा भएन, आउट भएन त्यसलाई. त्यो ठाउँको ठाउँ गायब भयो. कहाँ भयो म त्यहाँ पहिला त्यो ड्रेस जस्तो देखेँ मैले. आउँदा को छ यहाँ को छ. ल हाम्रो फर्स्ट प्लेयर मिनेट भइदिरहेको ओइ म पनि यही माटो पास गर्दै त कहाँ लुगेको थियो. म त ड्रमको बिचमा थिएँ अघि यता कस्तो ठाउँमा पैसै सक्यो यार. पैसै गयो यार. सुरुमा आउट भयो. अघि त गेम स्टार्ट हुनेलाई त 50,000 त मेरै हो. मेरै थियो. पार्टी हान्छु. पैसा पनि तिम्रो अब बरु अरू कोहीले जितोस् न. मसँग छ अलिअलि. ल ठिक छ. अरू कसैले जितोस्. दुखी गरिबले पाओस् त्यो चाहिँ राम्रो हुन्छ के. अब यही हो नि आउट भएपछि त. अब यसरी त गाह्रो हुने भयो. अब म आफ्नो टिममा 2 जना अरू मेम्बर्स थप्छु केटा. के छ ब्रो. अटेन्सन प्लेयर. अब म अहिलेसम्म 1 जना मात्रै थिएँ भनेपछि मेरो टिममा अरू 2 जना पनि एड भइसकेको छ. सो राम्रोसँग लुकिङ होला. आफ्नो लुकिङ अझै सेक्युर गरेर बस्नु. सबैलाई भेटाउनु हामी. 50,000 त मेरै हुन्छ स्योर हो न हैन. अब तिमी तल जाऊ. अब तिमी चाहिँ तल जान्छौ. हामी त जान्छौँ. सबलाई भेटेर आउँछु म. ल सबलाई ल अलराइट चाहिन्छ. ल जाम हामी. अलिकति यता अलिकति उतातिर शङ्का लागिरहेको जाम. यता त कोही गएको छैन होला. यता अलराइट. तलबाट म माथिबाट जान्छु है. ल कोही न कोही यता लुक्दै हुनुपर्छ. धेरै ठाउँ त्यहाँ मैले एकजना देखेँ जस्तो लाग्यो. क्यामेराम्यान दूर छ. होइन यहाँ पनि हुनसक्छ है. चेक गरौँ त. ल आउट. ओए को आउट भयो. ओ ब्रो. हाम्रो भाइ गयो. ल ब्रो कस्तो ठाउँमा लुकेको यार. यहाँ ठाउँमा लुक्नु पर्छ नि ब्रो यार. ल स्टार्ट फर यु ब्रो. अर्को नयाँ ठाउँ पत्ता लगाइसक्छु लुक्ने जस्तो मैले. धेरिहाल्छ. साइडमा छ मेरो.
दुईतिरैबाट हानेपछि त हामीले यिनीहरूलाई स्यान्डविच बनाइहाल्यौँ नि अनि ब्रो के हो अङ्कल यता त्यो पहेँलो ज्याकेट लगाएको कोही आहा देख्नु होइन त्यसो यता छैन जस्तो छ तीनजना हुँदा पनि एउटा भेटेन एकजना भाइ मात्रै भेट्यो अरू कोही पनि भेटेनन् खै यार त्यस्तै लाग्यो मलाई नि भोक लाग्यो यार बरु यार खत्रै ठाउँमा लु तेरिका अनि दाइ यार 50,000 को लागि त लुकिनु परिहाल्यो नि अनि एकचोटि यहाँदेखि परसम्म जाऊँ अनि फेरि माथिल्लोतिर जाऊँ ल जाम सबै जाम प्लेयरहरू रहेछन् हामीसँग कडा कता जाने होला अब डिसिजनै लाग्न गाह्रो भइसक्यो बरु खोज्दा खोज्दा थाकिसक्यो किपर चाहिँ बेस्ट ठाउँ देखिएको छ लुक्नलाई किपरको ट्राइमा गरेर हेर्छौँ एकपल्ट हामी हेलो कोही रहेछ त्यहाँ पनि हेरिरहनु छ किन जानुभयो उता एउटा मैले पाएँ देखिसकेको छु ल ओ देखिसक्यो मैले रोक्यो दुईजना आउट दुईजना आउट है नम्बर 3जना 4जना आउट 4जना भनेपछि मैले यस्तो अन्त ग्रान्ड एउटा 4जना 3टा ल कस्तो लाग्यो भरि बिजो ओ अर्को पनि देखिसकेको छु मैले रोक्यो अर्को पनि देखिसकेँ मैले रोक्यो कस्तो लाग्यो मैले रोक्यो खुसी लाग्यो फोन आयो हेलो ल गाइस ल 4जना भेटाइसकेको छु मैले एउटा 4जना भेटाइसक्यो ल नाइस 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 को भेट्यो त ल ल ल ल ल यस्तो खाली हातमा नआउनु थियो तिमीहरू यार यस्तो खाली हात नआउनु थियो पुरै यार 4जना पक्रेर रहेछ अटेन्सन प्लेयर्स अब तपाईँहरूको हाइडिङ बााउन्ड्रिजहरू स्ट्रेङ्ग हुन्छ हजुरहरूले यो क्रिकेट जोनदेखि स्विमिङको जोनसम्म मात्रै लुक्न पाउनुहुन्छ त्यहाँभन्दा बाहिर लुक्ने चाहिँ इलिमिनेट हुन्छ सो गुड लक अलि डेरियाभित्र आउनुपर्ने भयो गाइज हाइडिङ स्पोर्ट्स अब लिमिटेड हुन्छ अब हेरौँ को रहेछ यो गेमको सिकन्दर तिमी चाहिँ माथि जाऊ हामी चाहिँ तल जान्छौँ हामी दुईजना खाली हात चाहिँ आउन पाइँदैन ल ल ल ल ल ल अब चाहिँ हाम्रो बाउन्ड्री सेरिङ भइसकेको छ साँच्चीकै घुमिसक्यो के गर्न आयो यार यो ठाउँ त सिधै आउट स्ट्रगल अब रियल स्ट्रगल अब 4जना बाँकी छ अब चाहिँ हाम्रो 4जना प्लेयर जोनभित्रै छ अब चाहिँ गेममा लास्ट ट्विस्ट एकदम अनएक्सपेक्टेड पैसा हामीले अहिलेसम्म प्लेयर लुकिरहेको थियो भने अहिले अब चाहिँ हामी पैसा लगाइदिन्छौँ जसले खोज्छ पैसा सुरुमा त्यसले चाहिँ यो 50,000 को विनिङ प्राइज दिन्छ होइन फलो गर्छ चालिनु खोज्नुपर्छ है पैसा चाहिँ यतै हुन्छ ल अब चाहिँ ब्याग त्यो ब्यागलाई चाहिँ एक्सचेन्ज गरेर अब प्लेयर आएर खोज्यो भनेको यही ब्याग हो अब यहाँ त्यो ब्यागलाई क्यामेरा अन गरेर छोडिदिउँ अनि एक ठाउँमा लुगाइदिउँ होइन रेकर्ड भयो यो चाहिँ अब लुकाउनु जान्छ यो चाहिँ तल त्यो के अरे मसला पिस्नेमा मिक्सरमा हालिदिउँ ल ल ल एटेन्सन प्लेयर्स अब हामी गेमको फाइनल मोमेन्टमा आइसकेका छौँ ल अब यो गेमको लास्ट ट्विस्ट हुनेछ यो गेममा हामीले बास्केटबल कोर्टदेखि तल स्विमिङ पुलको एरियासम्म एक ठाउँमा प्राइज मनी हामीले हाइड गरेको छौँ अब जो छिटो आएर दुगुर्दै त्यो मनी भेट्छ त्यो चाहिँ विनर हुनेछ ल गुड लक है ए आमा ल ल पैसा पैसा खोज है पैसा खोज त्यो ब्याग खोज है ल ल जसले
नाइससम्म जहाँ पनि हुनसक्छ है ल ल ल ल Better luck next time. ल गुड लक आमा What a finish! Thank you for watching this thrilling challenge. Stay tuned for next.